हेलो हेलो नमस्कार नमस्कार सम्पूर्ण मित्रहरूलाई, सम्पूर्ण मेरो भिडियो हेरेर बस्ने दर्शकहरूलाई। हाम्रो आज यो कर्मचारी समाजको कुल पूजाको लागि हाम्रो आदरणीय गुरुहरू यसरी रातो भेषमा यसरी हिँड्नु भएको छ। कुल पूजाको लागि यो प्रसाद यो देउता लिएर आदरणीय मेरो काका टिकाबहादुर कर्मचारीज्यू यहाँ देउता लिएर हिँड्नुहुन्छ। हाम्रो तोरणबहादुर कर्मचारीज्यू यहाँ, पदम कर्मचारीज्यू, हाम्रो पूर्व वडा अध्यक्ष हाम्रो विष्णु कुमार कर्मचारीज्यू हात हलाउँदै हुनुहुन्छ। यहाँलाई धन्यवाद टक्राएँ। यहाँ मेरो काकाहरू, दाइहरू, भाइहरू, भतिजाहरू, हामी मेरो प्यारो भाइ दिपक कर्मचारी पनि यसरी यहाँ फुलहरू अक्षताहरू यो प्रसादहरू लिएर हिँड्दै हुनुहुन्छ। सम्पूर्ण मित्रहरू, हाम्रो कर्मचारी बन्धु बान्धवहरू यसरी चाहिँ कुल पूजाको लागि हिँड्दै हुनुहुन्छ। यहाँहरूलाई मैले जानकारी गराएँ। हाम्रो नेवारको सभ्य, हाम्रो नेवारको समुदायको यो हाम्रो एउटा संस्कार हो। यो संस्कार सबैले गर्नुपर्छ होला जस्तो मलाई लाग्छ। हामी नेपालमा रहेको सम्पूर्ण कर्मचारीहरू एकै छातामुनि रहेको कर्मचारी समाज र हाम्रो कुल पूजा यसरी गर्दैछौँ हामीले। मेरो आदरणीय हाम्रो आजको गुरु नारायणबहादुर कर्मचारी पनि यसरी आउँदै हुनुहुन्छ। आदरणीय दाजु दानबहादुर कर्मचारी यसरी अगाडि हिँड्नुभयो। आजको आदरणीय गुरु हाम्रो ग्याङ्ले गाउँपालिका कर्मचारी समाजको अध्यक्षज्यू अथवा आजको हाम्रो आदरणीय गुरु डम्बरबहादुर कर्मचारी यहाँ देउता लिएर हिँड्दै हुनुहुन्छ। यहाँलाई पनि मैले धन्यवाद टक्राएँ। सम्पूर्ण यहाँ मित्रहरूलाई मैले धन्यवाद टक्राउँदै मैले यो सम्पूर्ण मेरो